हेलो गाइज वेलकम ब्याक टु माई भिडियो। यहाँहरूलाई मेरो भिडियोमा फेरि फेरि स्वागत छ। अनि म चाहिँ आज बजारमा हिँड्दै गर्दा होइन गाइज, मैले चाहिँ एउटा मिठो 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 चाहिँ खानेकुरा एउटा पाएँ। हजुरहरूलाई देखाउँछु ल। ध्यान टेडेन। ओ ओ ओ वाट इज दिस गाइज, वाट इज दिस? यसलाई चाहिँ हजुरहरूले चिन्नुहुन्छ कि नै मलाई कमेन्ट सेक्सनमा भन्नु होला ल। इस, यो चाहिँ यस्तो देखिन्छ गाइज, हजुरले चिन्नु भएको छ कि नै? यो चाहिँ टाइप्स अफ साग यो चाहिँ होइन गाइज, हाम्रो स्थानीय ल्याङ्ग्वेजमा चाहिँ यसलाई जिब्रेको साग र एकपाटे साग भन्छ। किनकि रिजन देखाउँछु हजुरलाई म। किनकि गाइज यसको चाहिँ होइन, एउटा मात्र लिफ हुन्छ कि यसको, यो जुन कलिलो हुन्छ त्यसको चाहिँ यो जिब्रो आएको हुँदैन। यसलाई चाहिँ जिब्रो भन्छ। यसको चाहिँ जिब्रो आएको हुनाले चाहिँ जिब्रे साग पनि भन्छ। अनि यसको चाहिँ एउटा मात्र पट्टा हुन्छ, स्टिम र पट्टा, अनि त्यही भएर एकपाटे साग पनि भन्छ। अनि गाइज मेन कुरा यो चाहिँ होइन, प्योर अर्ग्यानिक हुन्छ, प्योर अर्ग्यानिक। किनकि यो चाहिँ जङ्गलमा मात्र पाइन्छ गाइज। यो एउटा एक मुठा साग छ होइन, एक मुठाको यति एक मुठा मैले 3वटा लिएँ, यस्तो 3वटा पिस, 3वटा मुठा मैले 20 रुपिस मात्र दिएँ गाइज। 20 मलाई यो प्राइस चाहिँ रिजनेबल लाग्यो गाइज। किनकि यत्रो मेहनत गर्नुपर्छ होइन, जङ्गलमा जाने, खोज्ने, टिप्ने, अनि त्यही पनि अर्ग्यानिक हुन्छ, यो हेल्थको लागि एकदम राम्रो हुन्छ होइन। त्यही भएर चाहिँ मलाई चाहिँ रिजनेबल प्राइस लाग्यो, यसको रिजनेबल प्राइस छ यसको होइन, ठिकै छ। अनि सोचिरहेको छु कि म यसलाई चाहिँ कसरी बनाउने होला। यसको त मैले स्वाद पनि बिर्सिसकेँ गाइस। उहिले 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 खाएको थिएँ, त्यसपछि छैन। अनि आज देखेको खाइहालौँ न त भनेर चाहिँ मैले लिएर आएको छु। अनि सोचिरहेको छु कि मम्मी जस्तै कि मम्मीले चाहिँ जुन साग पकाउँदा पनि त्यसमा एक्स्ट्रा मसालाहरू अनि गार्लिक, अनियन, अनि त्यसपछि टोमेटोहरू चाहिँ केही पनि युज गर्नुहुन्न के। अनि त्यही भएर चाहिँ त्यही स्टाइलले म पकाउँछु होला। किनकि आई फिल यसलाई धेरै मसाला या फिर टमाटर त्यस्तो हालिदिएपछि यसको रियलवाला जुन स्वाद हुन्छ नि गाइज, रियलवाला यसको टेस्ट सायद जान्छ होला, मलाई चाहिँ फिल हुँदैछ। मलाई चाहिँ यसको बस यो पाकोस् र नुन परोस्, त्यति मात्र। नुन, खुर्सानी, तेल अनि यो पाकोस् बस। मलाई यसको रियल स्वाद लिनु छ गाइज। सो गाइज म यसलाई केलाउँछु, बनाउँछु, हजुरहरूलाई देखाउँछु, हेरिदिनु होला। ओके, यसलाई बनाउँदा चाहिँ गाइज होइन, मैले एउटा पनि त्यस्तो किराहरू भेट्दैन कि जुन रायोको सागमा, भाजीको सागमा हुन्छ नि, त्यस्तो केही पनि थिएन नि। एउटा सानो माकुराको घर चाहिँ थियो। अनि मैले चाहिँ यो तलको टुप्पो टुप्पो जुन जरा छ नि त्यो पनि सबै फालेँ। अनि कति लामो छ नभन्नु होला, मैले फाल्न चाहिँ फालेछु। फाल्ने कुरा जुन छिप्पेको थियो त्यो चाहिँ फालेछु। कति कन्जुस छ चाहिँ नभन्नु होला। अनि यसलाई बनाउन चाहिँ मैले प्यानमा बनाउन गइरहेको छु। अनि हाफको हाफ चाहिँ अनियन फ्राई गरेँ। अनि त्यसमा मैले हलेदो अनि खुर्सानीहरू चाहिँ राखेर मजाले फ्राई गरेँ एकछिन। खुर्सानी चाहिँ मलाई धेरै मनपर्छ क्या, जति पिरो त्यति मनपर्छ मलाई चाहिँ तरकारीहरू। अनि आफ्नो स्वाद अनुसारले मैले खुर्सानी हालेँ। अनि त्यसलाई पनि एकछिन फ्राई गरेँ। त्यसपछि सागलाई हालेको त त्यो प्यान चाहिँ सानो भए रहेछ। यति जाबो कति कम त साग थियो, त्यो पनि प्यान चाहिँ झन् सानो रहेछ गाइस। अनि यसलाई चाहिँ नचलाइकन मैले छोपिदिएँ, किनकि एकछिन पकाउँदा यसको क्वान्टिटी घटेर आउँछ नि त। अनि त्यसपछि नुन हालेर मैले चलाएर फ्राई गरेँ। लगभग 4 मिनटमा चाहिँ मेरो साग चाहिँ तयार भयो गाइज। अनि मैले चाहिँ आफ्नो थाल सजाउन थालेँ। ओके गाइज, मेरो चाहिँ भात पाकिसकेछ र यहाँ चाहिँ बिहानको रोटी, व्हाइट राइस, चिकन र वहाँ चाहिँ हाम्रो जिब्रे साग। हुन्छ गाइज, अब म चाहिँ मस्तले डिनर गर्नेछु र भेट्नेछु हजुरलाई अर्को भिडियोमा। बाई बाई, टेक केयर।